आज म किन्छु लोकल माछा। सो हेलो गाइज, ढिला उठेर कलेज गइएन, त्यसैले म जान्छु कामतिर र त्यहाँबाट म सामान किन्न जान्छु र 2-3 ठाउँबाट सामान लिन्छु र त्यसपछि म चौराहा जान्छु र चौराहामा पनि सानो काम सकाउँछु र त्यहाँबाट पनि फर्केर आउँछु र साइकल चलाउँदा चलाउँदा एकदमै गर्मी हुन्छ, त्यसैले म आफ्नो हुड खोलिदिन्छु। त्यसपछि म फेरि जान्छु चौराहा माछा किन्नलाई, किनभने साँझ साँझ त्यहाँ लोकल नदीको माछा मारेर ल्याउँछन् र एकैछिनमा साइकल चलाएर म पुगिहाल्छु चौराहा र हेर्दा हेर्दै म सब्जी मण्डी पुगिहाल्छु र मण्डी भित्र सुरुमा म माछावालाको जान्छु जहाँ चाहिँ यिनी भर्खरै मारेका माछाहरू थिए र यिनीहरूले पनि नजिकको नदीदेखि समात्ने हुनाले यिनी माछाहरू मिठो हुने गर्छन् र यहाँबाट माछा लिएर म जान्छु चाउमिन खानको लागि र यिनी आन्टीले 1 हाफ चाउमिन बनाउन भन्छु। त्यसपछि मेरो चाउमिन पनि आउँछ र आन्टीलाई 1 हाफ प्याक गर्न पनि भन्छु। त्यसपछि आरामले खान्छु। त्यसपछि म त्यहाँबाट निस्किन्छु। चाउमिन चाहिँ एकदमै मिठो थियो, साथमा पिरो पनि र जाने बेला म महावीरको मिठाई पसलमा पनि रोक्छु, त्यहाँ 4 वटा रसभरी किन्छु। त्यसपछि म घर फर्किन्छु। भिडियो मन परे लाइक एन्ड च्यानल सब्स्क्राइब गरिदिनु होला। आजलाई यति नै, ल बाई।